एक नम्बरमा जन्मदर्ता चाहिन्छ। जन्मदर्ता यो चिज चाहिँ चाहिन्छ, यसरी लेख्नुस् भनेर तपाईँ आफैले सिकाउन सक्ने नागरिकता, नयाँ नागरिकता लिनको लागि चाहिने सिफारिसको नमुना हो अनुसूची 1। यो चाहिँ प्रतिलिपि, नागरिकताको प्रतिलिपि लिँदाखेरि चाहिँ यो खालको अनुसूची भर्नुपर्ने हुन्छ। यस्तै खालको भिडियोहरू तपाईँले हेर्न चाहनुहुन्छ भने, यस्तै खालको जानकारीहरू तपाईँ लिन चाहनुहुन्छ भने तपाईँले च्यानललाई सब्स्क्राइब गर्नु। म यहाँहरूलाई एउटा के अनुरोध गर्न चाहन्छु भने, कुनै पनि सिफारिसहरू, कुनै पनि चाहिँ सरकारी कामकाज गर्नको लागि तपाईँ वडा कार्यालयमा, सम्बन्धित वडामा अथवा कुनै पनि सरकारी निकायमा तपाईँ जानुहुन्छ भने तपाईँले झुटा विवरण पेश नगरिदिनु हुन अनुरोध गर्न चाहन्छु। झुटा विवरण पेश गरेर तपाईँले नक्कली विवरणहरू, नक्कली प्रमाणपत्रहरू, नक्कली कागजातहरू यहाँहरूले पेश गरेर। सम्पूर्णमा नमस्कार, म सुभाष जिम्बा, यस वडा कार्यालयको सहायक कम्प्युटर अपरेटर। मैले यसभन्दा अगाडि विवाह दर्ता कसरी गरिन्छ, विवाह दर्ता गर्ने प्रक्रिया, विवाह दर्ता गर्दाखेरि चाहिने आवश्यक कागजपत्रको विषयमा मैले महत्त्वपूर्ण जानकारी सहितको भिडियो यहाँहरूलाई दिनै सकेको छु। आजको कन्टेन्ट चाहिँ नागरिकताको सिफारिस सम्बन्धी रहेको छ। साथीहरू, मैले आज एउटा नयाँ विषयवस्तु लिएर तपाईँहरूमा आइसकेको छु, जुन आजको विषयवस्तु रहेको छ नागरिकता। यो नेपाली नागरिक भएर जन्मिसकेपछि हामीले नागरिकता बनाउनुपर्छ, नेपाली नागरिकताको प्रमाणपत्र लिनुपर्छ नेपाली नागरिक हुनको लागि। यो नागरिकता बनाउने उमेर कति हो, नागरिकता बनाउँदाखेरि चाहिँ के कुराको चाहिँ ध्यान दिनुपर्छ, नागरिकताको सिफारिस कहाँबाट लिने, नागरिकता कहाँ बनाउने, कति उमेर भएपछि बनाउने, र चाहिँ नागरिकता चाहिँ के किसिमबाट, कुन किसिमबाट नागरिकता प्रदान गरिन्छ, यिनै विषयमा केन्द्रित रहेर म आज भिडियो बनाउँदैछु। नेपालको कानुन अनुसार चाहिँ जन्मेर 16 वर्ष पुगेपछि नागरिकता बनाउन पाइन्छ। 16 वर्ष पुगेर हामीले नागरिकता लिने हो। र विवाहित महिलाको हकमा चाहिँ विवाह दर्ता गर्नुपर्छ। विवाह दर्ता गर्नको लागि चाहिँ श्रीमान श्रीमतीले नै कानुन बमोजिम 20 वर्ष पुगेको हुनुपर्छ। 20 वर्ष नपुगिकन चाहिँ विवाहित महिलाको हकमा चाहिँ नागरिकता। यस्तै खालको महत्त्वपूर्ण जानकारीमूलक भिडियोहरू हेर्नको लागि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। म आज तपाईँहरूलाई नागरिकताको सिफारिस गर्दा ध्यान दिनुपर्ने कुराहरूको विषयमा, नागरिकता बनाउँदाखेरि आवश्यकता पर्ने कागजपत्रको विषयमा, महत्त्वपूर्ण विषयमा जानकारी गराउँदैछु। यो नागरिकता, नयाँ नागरिकता लिनको लागि चाहिने सिफारिसको नमुना हो अनुसूची 1। यो चाहिँ प्रतिलिपि, नागरिकताको प्रतिलिपि लिँदाखेरि चाहिँ यो खालको अनुसूची भर्नुपर्ने हुन्छ। साथीहरू, म आज तपाईँलाई सुरुमा नयाँ नागरिकताको सिफारिस कसरी लिन्छ त, कसरी गरिन्छ त भन्ने विषयमा म जानकारी गराउन चाहन्छु। यहाँ तपाईँले देख्नुभएको छ, यो अनुसूची 1 हो। यहाँ चाहिँ नियम 3 को उपनियम 1 र 3, नियम 4 को उपनियम 1, नियम 16 को उपनियम 1 सँग सम्बन्धित अनुसूची हो यो। श्री प्रमुख जिल्ला अधिकारीज्यू, जिल्ला प्रशासन कार्यालय धुलिखेल भनिएको छ। यहाँ चाहिँ यस महाभारत गाउँपालिकामा चाहिँ इलाका प्रशासन कार्यालय स्थापना भइसकेको हुँदाखेरि अहिले महाभारत गाउँपालिकामा चाहिँ गाउँपालिकामै नेपाली नागरिकता लिन सकिन्छ। श्री कार्यालय प्रमुखज्यू, इलाका प्रशासन कार्यालय देवीटार काभ्रे पलाङचोक भनेर हामीले यहाँ सच्याउँछौँ। यो चाहिँ जिल्ला प्रशासन कार्यालयको लागि लेखिएको हो। हामीले जिल्ला प्रशासन कार्यालयलाई दिने सिफारिस सम्बन्धी नै म यहाँहरूलाई जानकारी। यहाँ चाहिँ पहिलो नम्बरमै यहाँ के भनेको छ भने निवेदकको दुवै कानदेखि नै पासपोर्ट साइजको फोटो हो भनेको छ। यहाँ चाहिँ म तपाईँहरूलाई अझै पनि स्पष्ट गराउन चाहन्छु, 1 नम्बरमा चाहिँ फोटो चाहिन्छ। यहाँ यस्तो खालको नमुना छ। यहाँ फोटोमा चाहिँ मुद्रा नलागेको, कपाल ठाडो नगरिएको, कपाल धेरै पुरानो नभएको, कपालमा रङ लगाएको लगायत चाहिँ त्रुटिहरू हुनु भएन। एकदम स्पष्ट देखिने हालसालै खिचिएको फोटो चाहिन्छ। म वंशजको नाताले जन्मको आधारले नेपाली नागरिक भएकोले देखाएको विवरण खोली नागरिकताको प्रमाणपत्र पाउनको लागि सिफारिसका साथ रु 10 को टिकट टाँसी यो निवेदन पेश गरेको छु। मैले यसअघि नेपाली नागरिकताको प्रमाणपत्र लिएको छैन
अनि सुरुमा यहाँ नाम थर लेख्नुपर्ने हुन्छ। यो सबै नेपाली र इङ्ग्लिसमै लेख्नुपर्ने हुन्छ। फुल नेम चाहिँ इन ब्लक भनेको चाहिँ सबै क्यापिटल लेटरमा लेख्नुपर्ने हुन्छ। लिङ्ग लेख्नु पर्यो, जन्मस्थान, स्थायी बासस्थान, यी सबै कुरो लेख्नको लागि चाहिँ तपाईँले सबैभन्दा पहिला चाहिँ जन्मदर्ताको प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ। जन्मदर्ता भएन भने नेपाली नागरिकताको प्रमाणपत्र दिइँदैन, सिफारिस दिइँदैन। जन्मदर्ता र आमा बुवाको नागरिकता लिएर नागरिकताको सिफारिस लिनुपर्ने हुन्छ। यी सबै कुरो लेखिसकेपछि यहाँ चाहिँ फोटो टाँसिएर सम्बन्धित वडा अध्यक्ष अथवा वडा सचिवले चाहिँ साइन गरेर प्रमाणित गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ निवेदकले दायाँ बायाँ सही गर्ने, यहाँ पनि वडा अध्यक्षले साइन गरेर वडा कार्यालयको छाप र सही गरे। नागरिकता लिन वा नागरिकताको सिफारिस गर्दाखेरि 1 नम्बरमा आवश्यक पर्ने भनेको जन्मदर्ताको प्रमाणपत्र अनिवार्य चाहिन्छ। जन्मदर्ता चाहिँ अनलाइन प्रणालीमा इन्ट्री भएको जन्मदर्ता अनिवार्य रूपमा खोजिएको छ। अहिले चाहिँ जिल्ला प्रशासन कार्यालयले परिपत्र जारी गरिसकेको छ। 1 नम्बरमा जन्मदर्ता चाहिन्छ। जन्मदर्ता चाहिँ बनाउँदा के कागजपत्र चाहिन्छ, जन्मदर्ता चाहिँ कति उमेरमा बनाउने, जन्मदर्ता बनाउने चाहिँ समय अवधि कति हो, जन्मदर्ता बनाउँदाखेरि के कागजपत्र चाहिन्छ, के चाहिँ प्रक्रिया पुरा गरेर बनाउनु पर्छ भन्ने विषयमा पनि म अर्को पछि चाहिँ भिडियो बनाउने नै छु। अहिले चाहिँ यो नागरिकताको सिफारिस सम्बन्धी मात्रै विषयवस्तु रहेको हुँदाखेरि तपाईँलाई मैले अघि भनि नै सकेँ, जन्मदर्ताको प्रमाणपत्र चाहिन्छ। आमा बुवाको नागरिकताको सक्कलै आमा बुवाको नागरिकता ल्याउनु पर्ने हुन्छ। एसई गरेको हकमा चाहिँ क्यारेक्टर सर्टिफिकेट, राष्ट्रिय परीक्षा बोर्डको प्रमाणपत्र, मार्कसिट अनिवार्य। अर्को भनेको आमाको नागरिकता चाहिँ माइती घरमा बनेको अथवा आमाको नागरिकतामा चाहिँ बुवाको नाम उल्लेख भएको छैन भने अनुसूचीमा जुन आमाको नाम उल्लेख नगरिकन। साथीहरू, मैले भनि नै सकेँ, नागरिकता लिँदाखेरि, नागरिकताको सिफारिस लिँदाखेरि तपाईँले जन्मदर्ता, आमा बुवाको नागरिकता, एसई गरेको छ भने एसईको सम्पूर्ण सर्टिफिकेटहरू, क्यारेक्टर सर्टिफिकेट, राष्ट्रिय परीक्षा बोर्डको प्रमाणपत्र, मार्कसिट सबै पेश गर्नुपर्ने हुन्छ। यदि तपाईँले एकदमै महत्त्वपूर्ण कुरा चाहिँ आमाको नागरिकता माइतीमा बनेको अथवा आमाको नागरिकतामा चाहिँ बुवाको नाम उल्लेख भएको छैन भने अनुसूचीमा आमाको नाम नलेखिकन पठाउनु पर्ने हुन्छ। विवाहित महिलाको हकमा माथि उल्लेखित गरेको सम्पूर्ण कागजपत्रहरू चाहिन्छ। अविवाहित महिलाको हकमा चाहिँ थप ती कागजहरू पनि सँगसँगै संलग्न गर्ने र थप भनेको चाहिँ पतिको नागरिकता चाहिन्छ। अनि आमा बुवाको नागरिकता चाहिन्छ। आमा बुवाको नागरिकता नभएको हकमा चाहिँ मृत्यु भएको हकमा अथवा नभएको हकमा चाहिँ दाजुभाइको अथवा वंश खोल्ने कागजपत्र चाहिन्छ। र अर्को महत्त्वपूर्ण कुरा भनेको चाहिँ स्थानीय पञ्जीका अधिकारीले चाहिँ फोटोमा सही गरेर प्रमाणित गरेको चाहिँ विवाह दर्ताको प्रमाणपत्र पनि चाहिन्छ। साथीहरू, अनुसूची भरिसकेपछि एउटा वडाको छुट्टै लेटर हेडमा सिफारिस गर्नुपर्ने हुन्छ। अनुसूची वडाको लेटर हेडमा तयार पारिएको सिफारिस अनि अघि सम्पूर्ण मैले भनेको कागजहरू एट्याच गरेर चाहिँ तपाईँ जानु पर्ने हुन्छ। यसरी चाहिँ नागरिकताको प्रमाणपत्र लिन सकिन्छ। मैले सरस्वती आवश्यक पर्ने कागजपत्रहरू, आवश्यक प्रक्रियाहरूको बारेमा तपाईँलाई स्पष्ट पार्ने कोसिस गरेँ। म एउटा कुरा तपाईँहरूलाई महत्त्वपूर्ण कुरा के भन्न चाहन्छु भने सबै वडामा, सबै स्थानीय तहमा, सबै चाहिँ कार्यालयमा एउटै खालको कागजपत्र चाहिन्छ भन्ने हुँदैन। तर सारमा चाहिँ महत्त्वपूर्ण कुराहरू चाहिँ त्यही नै हो। तर कुनै कार्यालयमा चाहिँ थप कागजपत्रहरू नै चाहिन सक्छ। कुनै कार्यालयमा चाहिँ अहिले भनिएको सम्पूर्ण कागजपत्रहरू पनि नचाहिन पनि सकिन्छ। त्यसो हुँदाखेरि तपाईँ वडा कार्यालयमा, सम्बन्धित कार्यालयमा काम गर्न जाँदाखेरि तपाईँले सम्बन्धित वडाको कर्मचारी अथवा वडा अध्यक्षहरूलाई सम्पर्क गरेर तपाईँ वडा कार्यालयमा जानुभयो भने तपाईँलाई एकदमै सहज हुन्छ। झुठा विवरण पेश नगरिदिनु हुन अनुरोध गर्न चाहन्छु। झुठा विवरण पेश गरेर तपाईँले नक्कली विवरणहरू, नक्कली प्रमाणपत्रहरू, नक्कली कागजातहरू यहाँहरूले पेश गरेर कागजपत्र बनाउँदाखेरि तपाईँलाई निकट भविष्यमा कानुन बमोजिम तपाईँलाई सजाय हुनसक्छ र सम्बन्धित वडामा काम गर्ने कर्मचारीहरूलाई पनि
समस्या हुन सक्छ। भिडियोलाई हेरिदिनु भएकोमा तपाईँ सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छु। तपाईले अन्तिममा सल्लाह सुझाव प्रतिक्रिया दिन भने नभुल्नुहोला।